नमस्कार साथीहरू। आज चाहिँ हामी फर्स्ट पेपरको डिस्कसन गरौँ हैन। मैले चाहिँ यो के भने 70 वटा जस्तो क्वेशनहरू चाहिँ याद गर्न सम्भव भएको छ। त्यो याद गरेको छु। यसलाई चाहिँ हामी डिस्कस गरौँ नि त हैन। ल सो हाम्रो फर्स्ट पेपरमा चाहिँ फर्स्ट क्वेशन चाहिँ यही नै थियो। व्हेन वाज द पेट्रियोटिक ट्रिटी साइन बिट्विन चाइना एन्ड नेपाल हैन। यसको चाहिँ सही जवाफ 1849 हो है। हामीले यहाँ हेरौँ 1849 हो। यो चाहिँ किन गरिएको थियो भन्दाखेरि है त्यही इन्डो साइनो नेप्लिज वार जुन थियो त्यो ट्रिट चाहिँ इन्ड गर्नको लागि अक्टोबर 2 1792 अथवा 1849 बीएसमा चाहिँ चाइना र नेपाल बीच गरिएको थियो। यो कुरा हामीले थाहा पाउनु पर्यो हैन त। त्यसैगरी अब अर्को भनेको तपाईको हामीले अलि ठुलो बनाएर हेरौँ नि त यसलाई है। यो भइसक्यो हैन। हामीले यो पढ्यौँ भर्खरै। अब अर्को कुरा भनेको तपाईको रेजिडियल पावर अफ अथोरिटी इज भेस्टेड इन कुन गभर्नमेन्टमा चाहिँ अतिरिक्त अविशिष्ट अधिकार चाहिँ कसमा निहित हुन्छ भनेको यो चाहिँ संघीय सरकारमा हुन्छ। अहिले हाम्रो नेपालमा 3 तरिकाको चाहिँ गभर्नमेन्टहरु छ। एउटा लोकल भयो जुन चाहिँ हाम्रो 753 वटा छ। त्यसैगरी प्रोभिन्सियल भनेको 7 वटा गभर्नमेन्ट भयो, 7 वटा प्रदेशको। त्यसैगरी फेडरल भनेको चाहिँ हाम्रो सेन्ट्रल गभर्नमेन्ट भयो। अर्को क्वेशन भनेको चाहिँ हायरार्की अफ नीड्स थ्योरी वाज इन्भेन्टेड बाइ भनेको छ। यो चाहिँ अब्राहम मास्लोले हो हैन। यो चाहिँ यो आन्सर हुन्छ अब्राहम मास्लो। यसको एउटा चाहिँ पिरामिड छ। त्यसमा बेसिक नीड देखि लिएर सबै यस्तो खालको पिरामिडमा उले चाहिँ के गरेको छ भन्दाखेरि एउटा गरेर यहाँ बेसिक नीडहरु, साइकोलोजिकल नीड, फिजिकल नीड सबै जे जति छ त्यो कुराहरु चाहिँ यहाँ दिएको छ भनौं न हैन। यो अब्राहम मास्लोको लमा चाहिँ है। अनि त्यसैगरी अब हामी अर्को कुरामा जाउँ। According to the census 2078 what is the percentage of 15 देखि 59 एज ग्रुप कति छ त भन्दाखेरि हाम्रो आन्सर यो हुन्छ 61.96। अप्सनहरु यिनै थियो। सो एबभ 60 भनेको भए चाहिँ हाम्रो 10.21 हुन्थ्यो र बिलो 14 भनेको चाहिँ हाम्रो 27.83 हुन्थ्यो है। यो कुरा थाहा पाइराख्नु पर्यो। त्यसैगरी अब यो कुरा थाहा पाएपछि हाम्रो यहाँनेर जाउँ। अब पीओएसडी कर्व थ्योरी कसले इन्भेन्टेड गरेको भनेर सोधेको थियो। अब पीओएसडी कर्व भनेको चाहिँ तपाईको यसको फुल फर्म भनेको प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, डाइरेक्टिङ, कोअर्डिनेटिङ, रिपोर्टिङ एन्ड बजेटिङ यो एउटा थ्योरी हो हैन। यो थ्योरीको चाहिँ प्रतिपादन गर्ने व्यक्ति भनेको को त भन्दाखेरि लुथर गुलिक हो है। यो कुरा थाहा पाउनु पर्यो। यो चाहिँ हामीले नर्मली सार्वजनिक प्रशासनमा युज गरिन्छ है त। त्यसैगरी अब अर्को क्वेशनमा जाउँ हामी। 6औं नम्बर क्वेशन। क्वालिटी एस्युरेन्स मिन्स के हो भनेर हामीलाई 4 वटा अप्सन सोधिएको थियो। एउटा डकुमेन्टेसन, एउटा सफ्टवेयर टेस्टिङ, एउटा भेरिफिकेसन र भ्यालिडेसन। अब सफ्टवेयर टेस्टिङ पनि क्वालिटी कन्ट्रोलको एक्जाम्पल हो, भ्यालिडेसन पनि क्वालिटी कन्ट्रोलको एक्जाम्पल हो, जसमा चाहिँ क्वालिटी एस्युरेन्स भनेको चाहिँ भ्यालिडेसन हुन्छ। त्यसैले गर्दाखेरि हाम्रो यो आन्सर चाहिँ भ्यालिडेसन हुनुपर्छ। क्वालिटी कन्ट्रोल इज अ सिस्टम फर कोअर्डिनेटिङ द इफेक्ट अफ ग्रुप इन एन अर्गनाइजेसन टु इम्प्रुभ क्वालिटी भन्ने कुरा आयो है त। अब 7 नम्बरमा जाउँ। द पर्सेन्टेज अफ पिपल हु स्पिक नेपाली ल्याङ्ग्वेज इज फर सेन्सस 2078 भनेर सोधेको थियो। यो चाहिँ हाम्रो आन्सर हुन्छ 44.60। अब मेजर स्ट्याटिस्टिक्सले के भन्छ त भन्दाखेरि नेपाली 44.60 ले बोल्छन् हैन। मैथिली भनेको हाम्रो 11.17 ले बोल्छन्। त्यसैगरी भोजपुरी तेस्रो 6% ले बोल्छन् है। यस्ता कुराहरु हामीले थाहा पाइराख्नु पर्यो। थारू 5.8% रहेछ, तामाङ यति छ। यो सबै कुरा जान्न जरुरी भयो, पढ्न पर्यो है त। यो कुराहरु चाहिँ हामीले जानकारी लिइराख्नु पर्ने हुन्छ। त्यसैगरी अब म अर्को क्वेशनमा जान्छु। अर्को क्वेशन के सोधिएको थियो भन्दा पर क्यापिटा इन्कम अफ इन्डिभिजुअल एज पर 16th प्लान। अहिले चाहिँ हाम्रो 16औं पञ्चवर्षीय योजना चलिरहेको छ नेपालमा है। अब सुरु भयो। यो चाहिँ यसले चाहिँ हाम्रो पर क्यापिटा इन्कम कति हुन्छ भनेर सोध्दाखेरि चाहिँ यति भनेको छ। यिनीहरुले चाहिँ लक्ष्य यति लिएको छ $2351। अब 15 पिरियडिक प्लानको अनुसार चाहिँ 1591 थियो है लक्ष्य चाहिँ। अब कति भयो भन्ने कुरा ठ्याक्कै मलाई पनि आइडिया भएन। यो चाहिँ सो मैले हेरेको छैन।
वेयर वाज कोप 29 हेड रिसेन्टली भन्यो बकु अजरबैजानमा भएको हो। यो चाहिँ क्लाइमेट चेन्जसँग रिलेटेड हो। यो चाहिँ अजरबैजानको बकु भन्ने ठाउँमा नोभेम्बर 11 देखि 22 सम्म भएको थियो। त्यसैगरी अर्को क्वेसन थियो व्हिच इज द नियरेस्ट माउन्टेन फ्रम काठमाडौँ भनेको थियो। यो नर्मली अब हामी सबैले पढेकै कुरा हो, जान्नुपर्ने कुरा हो। जुगल हिमाल चाहिँ जुगल हिमाललाई हामी भैरव टाकुरा पनि भन्छौँ अर्को नामले। मैले यसमा यसको इलिभेसन डिस्ट्रिक्ट कहाँ छ भने कहिलेकाहीँ सोधिदिन्छ। नजिकको चाहिँ काठमाडौँबाट नजिकको हिमाल चाहिँ जुगल हिमाल कुन जिल्लामा पर्छ भनेर सोध्न सक्ला। त्यस्तो आएको खण्डमा हामीले चाहिँ सिन्धुपाल्चोक डिस्ट्रिक्ट भनेर भन्नु पर्यो है त। अब हु इन्भेन्टेड द थ्योरी अफ न्यू म्यानेजमेन्ट भनेको चाहिँ यसको एन्सर चाहिँ पिटर ड्रकर हुन्छ है त। अब यो एफडब्ल्यू टाइलरले चाहिँ साइन्टिफिक म्यानेजमेन्टको विज द पर्सन टु युज द इन्ट्रोड्युस साइन्टिफिक म्यानेजमेन्ट भनेर सोध्ला, त्यसको एन्सर चाहिँ एफडब्ल्यू टाइलर हुन्छ। त्यसै गरी प्रिन्सिपल अफ म्यानेजमेन्ट कसले डेभलप गर्यो भनेर सोध्यो भने हेनरी फयल भन्न पर्यो। त्यसै गरी ब्युरोक्रेटिक अर्गनाइजेसन कसले स्टडी गरेको थियो भन्दाखेरि म्याक्स वेबरले। यो क्वेसनहरू पनि आइरहेको हुन्छ, यसका कतिवटा प्रिन्सिपल छन् भनेर नर्मली सोधिरहेको हुन्छ, 6 वटा प्रिन्सिपल भन्ने यताउता है। यो कुरा हामी थाहा पाइराख्नु पर्यो। अब नेपाल कहिले चाहिँ बिमस्टेकको मेम्बरसिप भयो भन्दाखेरि बिमस्टेक भनेको के हो भन्ने कुरो पहिलो थाहा पाऊँ है त। बिमस्टेक भनेको चाहिँ बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टी सेक्टर टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन होइन, जुन चाहिँ फेब्रुअरी 8 2004 मा नेपाल चाहिँ के भएको थियो भन्दाखेरि त्यसको मेम्बर भएको थियो। हामीलाई चाहिँ यसरी मन्थ मात्रै सोधिएको थियो, डेट सोधिएको थिएन। बिमस्टेक भनेको चाहिँ एउटा सब रिजनल अर्गनाइजेसन हो जसले चाहिँ कन्ट्री फ्रम द बे अफ बङ्गालको रिजनमा जति पनि कन्ट्रीहरू पर्छ त्योहरू इन्क्लुड गरेको छ। यसले चाहिँ ट्रेडको सेक्टरहरू, इनर्जी सेक्टरहरू, ट्रान्सपोर्ट सेक्टरहरू, टुरिज्म सेक्टर, एग्रिकल्चर एन्ड मोर यी सबै कुराहरू चाहिँ इन्क्लुड हुने गरी एक आपसमा एउटा खालको बिजनेस एक्सपान्सन गर्ने हिसाबले यो चाहिँ बनाइएको छ है त। त्यसै गरी अब जाम 13 नम्बर क्वेसनमा व्हिच कन्ट्री इज गोइङ टु अर्गनाइज द विन्टर ओलम्पिक 2026 भनेको त यसको सही आन्सर हुन्छ इटली। इटलीले चाहिँ गर्दैछ है। इटली विल होस्ट द 2026 विन्टर ओलम्पिक्स इन मिलन एन्ड कर्टेनिया डी एम्पेजो। अब भोलि कुनै दिन सोधिन सक्ला कहाँ भएको थियो भने मिलान र कोर्टानिया डी एम्पेजोमा भएको थियो भन्ने थाहा पाउनु पर्यो। यो चाहिँ फेब्रुअरी 6 देखि 22 2026 मा हुने रहेछ। भनेपछि आजको दिनमा पनि चलिरहेको छ है। यो चाहिँ मैले यो भिडियो बनाउँदै गर्दाखेरि यो चाहिँ चलिरहेको छ अहिले। व्हिच कन्ट्री हेज स्टार्टेड द कन्सेप्ट अफ सिटिजन च्यार्टर भनेको चाहिँ यो चाहिँ हाम्रो युके हो होइन, युनाइटेड किङडम। जोन मेजरले चाहिँ जोन मेजर भन्ने त्यहाँको चाहिँ गभर्मेन्टमा जोन मेजर हुँदाखेरि यो चाहिँ जुलाई 22 1992 मा सुरु भएको थियो कन्सेप्ट। पछि चाहिँ यसलाई रिलन्च गरेको थियो लेबर गभर्मेन्ट अफ टोनी ब्लेयरको लेबर गभर्मेन्ट 1998 मा। सुरुमा 6 वटा प्रिन्सिपलहरू लगेर जोन मेजरले गरेको थियो भने पछि त्यसलाई रिलन्च गर्दाखेरि चाहिँ 9 वटा प्रिन्सिपलहरू कन्सिडरेसन गरिएको थियो भनेर यो धेरै पटक सोधिराख्ने भएर मैले यति कुरा इन्क्लुड गरिदिएको हो। अब साल्पा पोखरी कहाँ लोकेटेड छ भन्दाखेरि हाम्रो भोजपुरमा छ। यो साल्पा पोखरी चाहिँ भोजपुरमा छ। त्यसै गरी बझाङमा कुनै न कुनै ताल होला, सोलुखुम्बुमा होला, दाङमा होला। यो चाहिँ आफूले अब हेर्न पर्यो, सेल्फ स्टडी गर्न पर्यो है त। त्यसै गरी व्हिच नन इज द लिभिङ मार्टिर अफ नेपाल भनेपछि नेपालको जिउँदो शहीद भनेर कसलाई बुझिन्छ भन्दा टङ्कप्रसाद आचार्यलाई चिनिन्छ है। त्यसै गरी लखन थापा को हो, हाम्रो नेपालको पहिलो शहीद को हो भनेर सोध्यो भने चाहिँ हामीले लखन थापा मगर भन्नुपर्ने हुन्छ। यहाँ चाहिँ लिभिङ मार्टिर सोधेको भएर हाम्रो चाहिँ टङ्कप्रसाद आचार्य हुनुहुन्छ है त। त्यसै गरी अर्को क्वेसन के सोधिएको थियो भने व्हिच अफ द फलोइङ इज नट अ सब मेट्रोपोलिटन सिटी अफ नेपाल भनेर सोधेको थियो। यसको एन्सर भनेको चाहिँ सब मेट्रोपोलिटनको उपमहानगरपालिका, बुटोल पनि उपमहानगरपालिका हो, घोराई पनि उपमहानगरपालिका हो, तुलसीपुर पनि उपमहानगरपालिका, इटहरी पनि उपमहानगरपालिका हो, धरान पनि उपमहानगरपालिका। त्यसैले हाम्रो एन्सर करेक्ट के हुन्छ, विराटनगर हुन्छ है त। त्यसै गरी द पर्सेन्टेज अफ हाउसहोल्ड डिपेन्ड अपन एग्रिकल्चर इन नेपाल एज पर सेन्सस भनेर सोध्यो। हाउसहोल्ड सोध्यो भने चाहिँ 62% भयो। यदि पपुलेसन सोध्थ्यो भने चाहिँ हामीले यसलाई 67% भनेर भन्न पर्ने हुन्थ्यो। द पर्सेन्टेज अफ पपुलेसन डिपेन्ड अपन एग्रिकल्चर भनेको भए चाहिँ 67% हुन्थ्यो है त। त्यसै गरी डिएचओ भ्याली इज लोकेटेड इन कहाँ लोकेटेड छ भनेर सोधिएको थियो। यसको एन्सर चाहिँ डोल्पामा हो। अब कतिपयले मनाङ मुस्ताङतिर पनि लगाउनु भयो होला है। यो चाहिँ डो भ्याली चाहिँ डोल्पा जिल्लामा अवस्थित छ। त्यसै गरी विच इज द 13th गोल अफ सस्टेनेबल डेभलपमेन्ट। सस्टेनेबल डेभलपमेन्टको 13th गोल कुन हो भन्दाखेरि क्लाइमेट एक्सन हो। अब यो क्वालिटी एजुकेसन भनेको हाम्रो 4th गोल हो। लाइफ बिलो वाटर भनेको चाहिँ गोल 14 हो। यो चाहिँ अघिल्लो पटकको लोकसेवामा सोधिएको थियो। लाइफ एन्ड वाटर भनेको चाहिँ गोल 15 हो है त। अब यसै गरी अर्को क्वेसन सोधियो
व्हिच अफ द फलोइङ रिभर इज नट ओरिजिनेटेड फ्रम हिमालयज भनेर सोधेको थियो। यो चाहिँ मादी नदी है। यो मादी भन्ने नदी चाहिँ हिमालयबाट ओरिजिनेटेड छैन। अब बागमती बागद्वार भन्नेबाट हो, कर्णाली तिब्बत हिमालबाट हो, सेती सैपाल हिमालबाट हो। हाम्रो अप्सन मध्येमा चाहिँ मादी चाहिँ होइन है। त्यसै गरी अर्को कुरा के सोधिएको छ भने स्काई स्क्रैपर हाइट एज पर एनबिसीले 100 मिटरभन्दा माथिकोलाई चाहिँ स्काई स्क्रैपर भन्ने भनेर लेखेको छ। यसको लागि छुट्टै आफ्नै टिपिकल डिजाइन कन्सिडरेसनहरू चाहिन्छ होइन। यो 100 मिटर अथवा 40 स्टोरेज भन्दा माथि भयो भने चाहिँ त्यसलाई हामीले स्क्रैपर भन्छौँ, स्काई स्क्रैपर। लो राइज बिल्डिङ भनेको चाहिँ 16 मिटरसम्म अथवा 5 स्टोरेजसम्मलाई हाम्रो लो राइज भन्दो रहेछ एनबिसीले। मिडियम राइज भनेको चाहिँ 16 मिटरदेखि 25 मिटरसम्म अथवा 6 देखि 8 स्टोरेज हुनु पर्यो। हाई राइज भनेको चाहिँ 25 मिटरभन्दा माथि अथवा 9 स्टोरेज एन्ड एबभ भनेको छ। स्काई स्क्रैपर भनेको चाहिँ एक्सिडिङ 100 मिटर अथवा 40 स्टोरी। अब नेपालमा अहिले स्काई स्क्रैपर चाहिँ बनिसकेको छ जस्तो मलाई लाग्दैन है त। त्यसै गरी अब फर वेल ग्रेडेड सोइलको लागि D60 by D10 भ्यालुज लाइज बिट्विन भनेर सोधेको थियो। यसको एन्सर चाहिँ 4 to 6 हुन्छ। वेल ग्रेडेड CU को भ्यालु ग्राभेलको लागि 4 हुन्छ, CU को भ्यालु ग्रेटर देन 6 हुन्छ स्यान्डको लागि, र पोरली ग्रेडेड हुन्छ CU लेस देन 4 हुन्छ। त्यसैले हाम्रो अहिलेको लागि यो भनेको 4 to 6 अप्सन हुन्छ। त्यसै गरी द बेन्डिङ मोमेन्ट डायग्राम फर सिम्पली सपोर्टेड बीम लोडेड इन इट्स सेन्टर इज भनेर क्वेसन सोधिएको थियो। यसको एन्सर चाहिँ आइसोलेसिस ट्रायंगल हुन्छ। जस्तो यहाँ देखिएको छ यो आइसोलेसिस ट्रायंगल हो। त्यसै गरी यहाँ अर्को क्वेसन सोधिएको थियो फाइन्ड द अड्स वान भनेर, एउटा चाहिँ यो आइक्यूमा सोधिएको थियो है। यसमा चाहिँ लजिक के छ भने यी सबै नम्बरहरू जोड्दाखेरि 9 आउनु पर्यो। 1 + 6 7 + 2 9 भयो। 4 + 0 + 5 जोड्दा 9 भयो। त्यसै गरी 5 + 6 कति हुन्छ 11 + 7 18 भयो। 8 + 1 जोड्दाखेरि अब 18 भयो हैन। 18 लाई फेरि जोड्दाखेरि के हुन्छ त 9 आउँछ। यतापट्टि चाहिँ 6 + 4 10 10 + 7 14 भयो। 14 लाई फेरि जोड्दाखेरि के आयो त भन्दाखेरि 5 आयो। भनेपछि यो हामीलाई चाहिएको नम्बर होइन। अड नम्बर चाहिँ के रहेछ त भन्दाखेरि हाम्रो यो नम्बर रहेछ। त्यसैले हाम्रो अप्सन कुन हुनु पर्यो भन्दाखेरि यो हुनु पर्यो है त। अब यो फाइन्ड द मिसिङ नम्बर इन द सिरिज भनेको छ। यसको चाहिँ सोलुसन लामो छ अलिकति, तपाईहरुले सेल्फ स्टडी गर्नु होला। यसको एन्सर चाहिँ 88 हुन्छ है। अब त्यसै गरी अर्को क्वेशन के सोधिएको थियो भने एभरेज अफ 19 स्टुडेन्ट इन अ क्लास इज 21 थियो। यदि टिचरको वेटलाई इन्क्लुड गर्यो भने न्यू एभरेज चाहिँ 22 भयो भनेको छ भने यस्तोको लागि वेट अफ द टिचर भनेर पत्ता लगाउन लगाएको थियो भने यसको एन्सर सिम्पल छ। पहिलो कुरा 19 जनाको एभरेज 21 थियो भने हामीले मल्टिप्लाई गर्ने कति आउँछ, 22 जनाको नयाँ एभरेजले मल्टिप्लाई गर्ने कति आउँछ। यो दुईटाको डिफरेन्स जुन छ यो दुईटाको डिफरेन्स नै के हो त भन्दाखेरि एडेड चाहिँ तपाईको वेट हो। त्यसैले यसको एन्सर चाहिँ 41 इयर्स आउँछ। टिचरको एज चाहिँ 41 इयर्स थियो। अर्को भनेको अब यहाँ हेरेर सोध्यो द रेशियो अफ सन र उसको चाहिँ 7x बाई तपाईको चाहिँ 4x थियो भने हैन। आफ्टर 8 इयर्स भनेको छ। आफ्टर 8 इयर्स भनेपछि दुवैतिर 8 ले जोड्नु पर्यो। कति हुन्छ त भन्दाखेरि 9:6 हुन्छ। अब यो इक्वेसनलाई तपाईहरुले सल्भ गर्नुभयो भने यसको एन्सर आइ नै हाल्छ। प्रेजेन्ट एज द फादर चाहिँ 35 इयर्स हुन्छ। त्यसै गरी अर्को भनेको तपाईको अर्को आइक्यू के सोधिएको थियो भने ए एन्ड बी आर इन अब ईस्ट वेस्ट नर्थ डाइरेक्सन भनेपछि त यो चाहिँ हाम्रो ईस्ट भयो, यो वेस्ट भयो, नर्थ भयो, साउथ भयो हैन। अब यहाँ के भनिएको छ भने ए मुभ्स ए र बी दुईटै यो ईस्ट डाइरेक्सनमा छन्। यहाँनेर ए छ, यहाँनेर यो के छ बी छ। ईस्ट डाइरेक्सनमा छन् भनेको छ। ए मुभ्स 45 डिग्री एन्टी क्लकवाइज। अब क्लकवाइज भनेको यसरी घुम्छ, एन्टी क्लकवाइज यसरी जान्छ। त्यसैले ए चाहिँ 45 डिग्री यसरी घुम्यो, 45 डिग्री घुम्यो हैन। अब के भन्यो भने देन 135 डिग्री क्लकवाइज भनेपछि 90 डिग्री यो प्लस त्यो 35 डिग्री गर्दाखेरि यो त कहाँ आयो त अब भन्दाखेरि ए अहिले यो डाइरेक्सनमा आइसक्यो। नाउ बाइ हाउ मच बी शुड मुभ जस्ट टु बी अपोजिट इन द डाइरेक्सन अफ अ फेसिङ ए। अब ए को जस्ट अपोजिट डाइरेक्सन भने चाहिँ अहिले ए साउथमा छ हैन। ए साउथमा छ अनि बी कहाँ जानु पर्यो नर्थमा जानु पर्यो। बी नर्थमा जानलाई अहिले कहाँ छ इस्टमा छ भनेपछि एन्टी क्लकवाइज कति घुम्नु पर्यो त भन्दाखेरि 90 डिग्री एन्टी क्लकवाइज घुम्नु पर्यो। त्यसैले यसको एन्सर चाहिँ 90 डिग्री एन्टी क्लकवाइज हुने भयो है। अब अर्को क्वेशन थियो फेरो सिमेन्ट भनेको के हो भनेर सोधिएको थियो। यो चाहिँ के हो भने वायर मेस भएको र सिमेन्ट मटेरियल कम्पोजिट मटेरियल भएको हो। यो चाहिँ हाम्रो फेरो सिमेन्ट मटेरियल हो। त्यसै गरी व्हेन डिड नेपाल पार्टिसिपेट इन युएनओ सेक्युरिटी काउन्सिल फर द फर्स्ट टाइम
भनेर सोधेको थियो। झुक्क्याउनलाई दुईटा अप्सन दिएको थियो, एउटा सेकेन्ड टाइम गरेको चाहिँ यो हो हैन, फर्स्ट टाइम भनेको चाहिँ यो हो। त्यसैले गर्दाखेरि हाम्रो यो करेक्ट एन्सर चाहिँ यो हुन्छ। नेपाल फर्स्ट पार्टिसिपेट इन द युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल फ्रम 1969 टु 1970 एज एन इलेक्टेड नन पर्मानेन्ट मेम्बरको रूपमा है। त्यसपछि अगेन कहिले गर्यो त भन्दाखेरि 1988 देखि 1989 सम्म। अब अर्को क्वेसन थियो, विच टाइप अफ प्लान्ट इज फाउन्ड इन 2000 टु 300 मिटर एल्टिट्युड भने चाहिँ यो चाहिँ खोटे सल्लो हुन्छ यसको एन्सर। अब बाँकी कोप्रे सल्लो साल टिकहरू के हो भन्ने कुरा तपाईँहरूले सेल्फ स्टडी गर्नु होला। अब राम स्यालेरी, रामको स्यालेरी हैन, राम स्यालेरी इज 50% मोर देन हरि भनेपछि रामको 150 हुनु पर्यो, यदि हरिको 100 छ भने। अब हरि स्यालेरी कति लेस हो त रामकोबाट भनेपछि 150 माइनस 50 के अरे 100 हैन, डिभाइडेड बाई 150 गर्नुस् इन्टु 100 गर्नुस्, यो पर्सेन्टेजमा आउँदाखेरि 33.33% ले लेस छ भनेर आउँछ। यो चाहिँ हाम्रो एन्सर के हुने भयो त भन्दाखेरि ए हुने भयो है त। त्यसैगरी अर्थोग्राफिक प्रोजेक्सन भनेको के हो त भन्दाखेरि 2D रिप्रेजेन्टेसन हो के को त भन्दा 3D अब्जेक्टको। यही कुरा सोधिएको थियो, अब ठ्याक्कै एक्ज्याक्ट नहोला तर यो रिलेटेड यही क्वेसन थियो है। त्यसैगरी चुज द वर्ड्स डिफरेन्ट फ्रम अदर्स। युनिक भनेको के हो, युनिक भइहाल्यो हैन। रेयर भनेको नि एकदमै कम मात्रामा हुने, युनिक जस्तै हो। एक्सेप्सनल भनेको नि त्यो नर्मल्ली नहुने हैन। त्यो भएको कारणले गर्दाखेरि के हो त भन्दाखेरि यसको एन्सर ब्युटिफुल हुन्छ। बाँकी सबै के हो, यिनीहरू चाहिँ एउटै हो, रेयर, एक्सेप्सनल, युनिक भन्नु सबै कुरा एउटै हो है। त्यसैगरी अब अर्को क्वेसन गरौँ, बुक्स आर फर लाइब्रेरी। लाइब्रेरीमा के गर्छ, बुक राखिन्छ। त्यसैगरी वेपन्स आर फर भनेर सोधेको थियो, आर्मरीमा चाहिँ हामीले वेपनहरू राख्छौँ नर्मली, त्यसैले आर्मरी हुने भयो यसको एन्सर है त। यहाँसम्म केही डाउट छ भने सोध्न सकिन्छ है, कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला, म त्यसमा क्लियर गरौँला। त्यसैगरी अर्को क्वेसन हामीलाई के सोधिएको थियो भने ठ्याक्कै यो सेम टु सेम चाहिँ छैन हैन, नोटबुक नै भनेर लेखिएको थियो, यो चाहिँ मलाई याद छ। यतापट्टि एप्पलै भनेर सोधिएको थियो, तर यसलाई कसरी चाहिँ डिनोटेसन गरिएको थियो भन्ने मैले ठ्याक्कै बिर्सेँ। अनि यो टेप भन्नेको ठाउँमा अरू केही थियो, ठ्याक्कै बिर्सेको छु। तर के थियो भने जस्तो नोटलाई केले चेन्ज गर्यो, ओलाई केले चेन्ज गर्यो, ईलाई केले चेन्ज गर्यो, कुन यहाँ चाहिँ केही ओडहरू चाहिँ चेन्ज गरिएको थियो, केही ओडहरूलाई चाहिँ सेम राखिएको थियो। जस्तो मैले केलाई के सेम राखिदिएको छु हैन, यस्तो कुरा। एप्पल एलईमा चाहिँ ईलाई सेम राखेको छु हैन, यस्तो कुराहरू छ। त्यसैगरी टेपलाई के भन्छ भने यहाँ चाहिँ कुन अक्षर कता टर्न भएको छ त्यही अनुसार चाहिँ हामीले एन्सर लेख्नुपर्ने थियो। अहिले मेरो केसमा चाहिँ यो हुन्छ, मैले यो राखेँ। एक्ज्याक्ट यही होइन तर यस्तै सेम टु सेम यस्तै खाली क्वेसन थियो एउटा है। अब अर्को क्वेसन, राम इज स्ट्यान्डिङ एट 10th पोजिसन फ्रम द फ्रन्ट। अगाडिबाट राम 10औं नम्बरमा छ, श्याम चाहिँ पछाडिबाट 25औं नम्बरमा छ 50 जना विद्यार्थीको बिचमा हैन। सबिन चाहिँ के छ भने राम र श्यामको बिचमा छ भने सबिनको पोजिसन अगाडिबाट कति हुन्छ भनेको त यसको एन्सर चाहिँ 18 हुन्छ। यसको सोलुसन चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, 50 बाट हामीले घटायौं 15 भयो। सबिन लाइज इन द मिडल अफ दिस 15% को बिचमा भएको कारणले सो सबिन पोजिसन इज 8th फ्रम राम। रामबाट काउन्ट गर्दाखेरि 8 छ, त्यसैले 10 + 18 गर्दाखेरि 10 + 8 गर्दाखेरि 18 हुन जान्छ। त्यसैले अर्को क्वेसन सोधिएको थियो, व्हिच स्ट्रेस इज कन्सिडर्ड बियोन्ड यील्ड पोइन्ट भनेको थियो। नर्मली हामीले अल्टिमेट स्ट्रेस, किनभने त्यो यील्ड पोइन्ट पछि चाहिँ त्यो के हुन्छ, पर्मानेन्ट डिफर्मेसन ह्यापन हुन थाल्छ हैन। एक पोइन्टमा गएर ब्रेकिङ स्ट्रेस कभर गरेर फ्र्याक्चर पोइन्टमा पुगिसकेपछि त्यो फ्र्याक्चर हुन्छ मटेरियल। अब यसमा मैले धेरै कुराहरू अहिले यो चाहिँ पछि पीडीएफ शेयर गरौँला तपाईहरुलाई है। त्यसैगरी द रिलेसनशिप बिट्विन टर्क पावर आउटपुट एन्ड एंगुलर भेलोसिटी इज गिवन बाइ भनेर सोधेको छ। रिलेसन चाहिँ पावर आउटपुट भनेको चाहिँ टर्क इन्टु एंगुलर भेलोसिटी हुन्छ। द पावर डेलिभर्ड टु अ सिस्टम दैट इज रोटेटिङ अबाउट अ फिक्स्ड एक्सिस इज द टर्क टाइम्स द एंगुलर भेलोसिटी भनेको छ। त्यसैले आन्सर चाहिँ यो हुन्छ। द करेक्सन फर स्लोप इन अ चेनिङ प्रोसिडर इफ द हाइट डिफरेन्स इज एज बिट्विन 2 पोइन्ट्स इज गिवन बाइ भनेको थियो। यसको आन्सर चाहिँ h²/2l हुन्छ। अब यसको डिटेल चाहिन्छ भने यसमा छ, मैले एक्सप्लेनेसन गरिन। र यो करेक्सन चाहिँ जहिले पनि स्लोपको करेक्सन चाहिँ जहिले पनि सबट्र्याक्टिभ हुन्छ, हामीले घटाउनु पर्ने हुन्छ है। त्यसैगरी अर्को क्वेसन थियो, देयर आर टोटल अफ 8 टिम्स इन अ गेम
each team is expected to play 2 matches with a team. Find the total number of games to be played भनेको थियो। यसको आन्सर चाहिँ 56 हुन्छ। यसलाई चाहिँ हामीले कम्बिनेसन नम्बर अफ टिम हामीसँग 8 वटा थियो, चाहिएको 2टा हो। त्यो हिसाबले गर्दाखेरि यो फर्मुला युज गरेर ठ्याक्कै निकाल्दा पनि आउँछ, अथवा यसरी पनि गर्न सकिन्छ। इच टिम प्ले अगेन्स्ट 7 अदर टिम्स भने 8 टिम थियो, एक टिम आफै भयो। सिन्स each match is played twice, multiply the number of matches per team 7/2. So each team play कति त भन्दा 14 म्याचेस खेल्छ एउटा टिमले। टु क्यालकुलेट टोटल नम्बर अफ गेम्स मल्टिप्लाई द नम्बर अफ म्याचेस पर टिम बाई द नम्बर अफ टिम 8 एन्ड डिभाइड बाई 2 इच म्याच इन्भल्भ्स 2 टिम थियो भने चाहिँ त्यसैले गर्दाखेरि 14 × 8 हैन गरेर डिभाइड गर्ने हो भने भइहाल्छ है। 7 × 2 यो गर्दाखेरि ठ्याक्कै 56 आउँछ। यसलाई चाहिँ हामीले क्लासिक राउन्ड रोबिन टुर्नामेन्टको हिसाबले पनि बुझ्न सक्छौं। Which is the code for seismic consideration in Nepal as per NBC भनेर सोधेको छ। यो चाहिँ 105 हो। यो अघिल्लो 2080 को लोकसेवामा पनि सोधिएको थियो। NBC 202 भनेको चाहिँ म्यान्डेटरी रुल्स अफ थम्ब लोड फर लोड बेयरिङ मेसिनरी को लागि हो भने NBC 2005 भनेको 2024 रेडी टु युज डिटेलिङ गाइडलाइन्स फर लो राइज RCC बिल्डिङ को हो। अर्को क्वेशन चाहिँ IQ मा के सोधेको छ भने ए क्यान डु अ पिस अफ वर्क इन 12 डेज। बी ले त्यही काम 18 दिनमा गर्छ, ती दुईटैले 4 दिनसम्म गरे र बी ले छोड्यो भने ए लाई कति टाइम लाग्ला भनेर क्वेशन सोधिएको थियो। यसको आन्सर चाहिँ 8 हुन्छ। अब सोलुसन चाहिँ ए ले कसरी गर्छ, बी ले कसरी गर्छ, यो इन्टरभ्यु मेथड हो, नर्मल तपाईहरुले युज गर्नुभयो भने सक्नुहुन्छ। त्यसैगरी अब अर्को क्वेशन के सोधिएको थियो भने यो कन्क्लुजन वाला अन्टिल आवर कन्ट्री अचिभ इकोनोमिक इक्वालिटी पोलिटिकल फ्रीडम एन्ड डेमोक्रेसी वुड बी मिनिङलेस भनेको थियो हैन। अब कन्क्लुजन र के भनेको थियो पोलिटिकल फ्रीडम एन्ड डेमोक्रेसी गो ह्यान्ड इन ह्यान्ड, यो कुरा भनेकै छैन। इकोनोमिक इक्वालिटी लिड्स टु रियल पोलिटिकल फ्रीडम, यो एक्ज्याक्टली भनेको छ। त्यसैले गर्दाखेरि यसको आन्सर चाहिँ के हुन्छ त भन्दाखेरि इफ ओन्ली कन्क्लुजन टु फलोज वाला आन्सर हुन्छ। त्यहाँ एबीसीडी दिएको थियो भने हामीले बी अप्सन लगाएको हुनु पर्यो है त। The given statement talks about the priority of achieving economic equality, hence conclusion 2 follows where it says that the economic equality leads to political freedom and democracy. Conclusion 1 does not follow because it does not show the comparison among economic and equality. यो एकदम सत्य कुरा। अर्को क्वेशन थियो त्यहाँनेर के त भन्दाखेरि एसर्टेसनमा, यो एसर्टेसन एन्ड रिजन को कुरा थियो। Wealthy people lives in developed countries and have more children भनेर लेखिएको थियो। र अर्को कुरा infant mortality rate is reduced भनेको यो साँचो कुरा हो। वेल्दी पिपलहरु सब पैसा हुन्छ, ट्रिटमेन्ट गर्न सक्छ। डेभलप कन्ट्रीजमा के हुन्छ त भन्दाखेरि तपाईको इक्विप्ड चाहिँ हस्पिटलहरु हैन, सबै कुराहरु फेसिलिटी हुन्छ। त्यसैले गर्दाखेरि इन्फान्ट मोर्टालिटी रेट पनि कम हुने भो र मोर नम्बर अफ चिल्ड्रेन हुने कारण भनेको चाहिँ त्यो हो। त्यसैले यो बोथ ए एन्ड आर आर ट्रू र आर चाहिँ करेक्ट एक्सप्लेनेसन हो भनेर हामीले यसमा चाहिँ ए मा टिक लाउनु पर्ने थियो। त्यसैगरी द रिलेसनशिप बिट्विन सोफा फर्निचर एन्ड कार्पेन्टर भनेको थियो। अब सोफा यो सोफा हो हैन, सोफा चाहिँ फर्निचरको टाइप हो एउटा है, फर्निचरबाटै बनियो। तर कार्पेन्टर के हो त बनाउने मान्छे हो भनेपछि यो दुईटाको एउटा कम्बिनेसन हुने भयो, कार्पेन्टरको चाहिँ हुँदैन। त्यसैले यसको आन्सर चाहिँ करेक्ट बी नै हुन्छ। सिमिलरली फाइन्ड द अपोजिट अफ फेज 6 फर द गिवन कन्डिसन भनेको थियो। अब यहाँ के छ भने यो फेजमा दुईटा नम्बर सिमिलर छ भनेपछि 6 को 5 हुने भयो, 3 को 1 हुने भयो हैन। अपोजिट 6 = 5 भयो, 3 = 1 भयो भने अब बच्यो के त भन्दाखेरि 2 = 4 हुने भयो। 2 को अपोजिट चाहिँ 4 हुन्छ है। 6 को चाहिँ के हुने भयो त भन्दाखेरि 5 हुने। त्यसैले यसको आन्सर डी हुनु पर्छ। अब अर्को क्वेशन आयो सेलेक्ट अ सुटेबल फिगर फ्रम द 4 अल्टरनेटिभ दैट विल कम्प्लिट द फिगर म्याट्रिक्स भन्यो। अब हामीले हेर्ने हो नि के छ, पहिला एउटा क्रस चिन्ह छ, फेरि त्यसलाई दुई भागबाट डिभाइड गरेको छ, त्यसपछि यो 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 दुईटा हटाएको छ र यहाँ चाहिँ के गरिएको छ यसरी थोप्लाहरू राखिएको छ। सिमिलर प्याटर्न यसमा पनि दुईटा क्रस गरिएको छ र बाहिर ट्याक्कै राखिएको, क्रसले जहाँ राखेको छ त्यहाँ राखिएको छ। त्यसैले यसको पनि हेर्यो भने क्रसहरू बाहिर गएको छ। त्यसैले यसलाई 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 र यसलाई राख्ने वाला अप्सन कुन छ भन्दाखेरि बी अप्सन छ। त्यसैले आन्सर बी हुन जान्छ। सिमिलरली अब यस्तो फिगर ट्याक्कै कहाँ बनेको छ भनेर सोधेको छ है। यो वाला फिगर चाहिँ हाम्रो यहाँ बनेको छ। यसमा
है त यो कुरो थाहा पाउनु पर्यो त्यसैले यो यसको एन्सर हुन्छ डी यो कुन फिगरमा कन्टेन्ट छ भनेको चाहिँ हामीले हेर्न सक्छौं यो ठ्याक्कै यसमा कन्टेन्ट छ है त यसरी आएको छ यस्तो भएको छ यहाँनिर यसो छ यहाँनिर यस्तो छ यो वाला फिगर चाहिँ है त यो वाला यसरी गएर यस्तो छ अनि यहाँनिरबाट यस्तो गएको चाहिँ यो अलिक हेलमेट भयो तपाईले राम्ररी हेर्नु भयो यो बुझ्न सक्नुहुन्छ त्यसैगरी चुज द करेक्ट वाटर इमेज भनेको थियो वाटर इमेजमा के भन्छ भने टपको बटममा जान्छ बटमको टपमा जान्छ यो भाइस वर्सा भन्ने कन्डिसन हो त्यसैले यसको हेर्ने हो भने यसको ट्याक्कै अपोजिट टप टु बटम वाला चाहिँ यो हुन्छ त्यसैले गर्दाखेरि अप्सन यो हुन जान्छ बटमको टपमा गयो यो बटम एरो चाहिँ के भयो टपमा गयो ठ्याक्कै टपमा गयो अपोजिट भयो है त त्यसैगरी यहाँनिर फिगर सिलेक्ट गर भनेको छ यसको एन्सर चाहिँ थर्ड हुन्छ प्याटर्न हेर्यो भने के छ त भन्दाखेरि ट्रायंगल छ भित्र रेक्ट्याङ्गल छ रोटेट भएको छ ट्रायंगल अपोजिट भएको छ तर सेम हैन सानो साइज यो के छ बाहिरको रेक्ट्याङ्गल छ भित्रको यस्तो छ भनेपछि अब के हुनु पर्यो भित्रको यो चाहिँ रोटेटेड हुनु पर्यो है कतिले भन्दाखेरि 90 डिग्रीले यसरी 90 डिग्री 45 डिग्री भनौं 90 भन्दा पनि यो रोटेटेड छ है अनि अर्को भनेको भित्रको ठ्याक्कै जस्तो थियो त्यस्तै अपोजिट गएर बसेको छ त्यसैले यसको एन्सर चाहिँ थर्ड हुन्छ यो बाहिरको सेप जस्ताको तस्तै भयो हैन यो चाहिँ के छ त रोटेटेड छ त्यही भएर यताको कन्डिसन चाहिँ हेरेर हामीले यो हेर्दाखेरि थर्ड नम्बर हुन जान्छ त्यसैगरी एउटा मिरर इमेजको क्वेशन सोधेको थियो मैले यो मिरर इमेजको फोटोहरु बनाउन सकिन हैन यो चाहिँ लेफ्टको राइटको लेफ्टमा जाने कन्डिसन हुन्छ यसको एन्सर पनि सिम्पल थियो यो तपाईहरुले गर्नुभयो होला भन्ने लाग्छ है त्यसैगरी अब टेक्निकलमा के सोधेको थियो भने इन अ कन्क्रिट 1:2:4 रेशियो मिन्स के हो भनेको थियो यो चाहिँ 1 पार्ट अफ सिमेन्ट 2 पार्ट अफ फाइन एग्रिगेट र 4 पार्ट अफ कोर्स एग्रिगेट बाइ भोल्युम हो त्यसैगरी भेरिएसन अफ वर्क्स इन कन्स्ट्रक्सन यदि एक्सिड भयो 25% भन्दा माथि गयो भने यो चाहिँ कसले एप्रुभ गर्छ भने त यसको एन्सर चाहिँ काउन्सिल अफ मिनिस्टर हुन्छ त्यसैगरी भर्निश इज युज्ड इन पेन्ट्स भनेर सोधेको थियो यसको अप्सन मलाई ट्याक्कै याद छैन हैन तर योसँग रिलेटेड हुन्छ र भर्निशले गर्ने काम पनि यही हो टु प्रोभाइड अ प्रोटेक्टिभ कोटिङ एन्ड ग्लोसी फिनिश यही खालको एउटा एन्सर तपाईहरुले लेख्नु होला भन्ने लाग्छ मलाई चाहिँ है त त्यसैगरी द प्लटिङ अफ स्मल एरिया व्हिच क्यान बी कमान्डेड फ्रम सिंगल स्टेशनबाट गर्ने कुरा र डन अन प्लेन टेबल बाइ मेथड अफ इन्टरसेक्सन मेथडले हामीले गर्छौं त्यसैगरी अर्को क्वेशन थियो द भर्टिकल डिस्टेन्स बिट्विन एनी टु कन्जुकेटिभ कन्टुर इज कल्ड हामीले यसलाई चाहिँ कन्टुर इन्टरभल भन्छौं द मेन कन्स्टिट्युएन्ट अफ द सिमेन्ट इज भनेको चाहिँ लाइम हो सिमेन्ट बन्ने भनेको लाइमबाट हो 63% लाइम हुन्छ 22% सिलिका हुन्छ हैन यो चाहिँ तपाईहरुले पढेपछि ठ्याक्कै थाहा भइहाल्छ यो नर्मल कुरा छ कम्पोजिसन हेर्यो भने त्यसैगरी अब यहाँ अर्को क्वेशन सोधेको थियो व्हाइल कम्प्याक्टिङ द कन्क्रिट बाइ अ मेकानिकल भाइब्रेटर युज गरेर गर्नु छ भने स्लम सुड नट एक्जिट कति एक्जिट गर्नु हुन्न भन्दाखेरि 5 सेन्टिमिटर भन्दा माथि हुनु हुँदैन स्लम भ्यालु यसको डिटेलमा जानु छ भने पावर ड्रिभन हो भने लेस देन 25 हुनु पर्यो ह्यान्ड ड्रिभन हो भने 25 देखि 50 हुन सक्छ मेकानिकल हो भने 50 mm नर्मल भाइब्रेटर हो भने 100 mm सम्म जान सक्छ त्यसैगरी अर्को चाहिँ क्वेशन भनेको द बियरिङ अफ टु ट्राभर्स लेग चाहिँ दिएको छ एबी एन्ड बीसी को चाहिँ एन 52 डिग्री 45 मिनेट ईस्ट एन्ड एन 34 डिग्री 30 मिनेट ईस्ट रेस्पेक्टिभ डिफ्लेक्सन एंगल कति हुन्छ भनेर सोधेको छ यसको एन्सर चाहिँ 18 डिग्री 15 मिनेट लेफ्ट हुन्छ अब ब्याक बियरिङ अफ एबी भनेको चाहिँ 150 र यो नर्थ डिग्रीमा जति छ यो जोड्नु पर्यो हामीले 232 पनि डिग्री 45 मिनेट भयो त्यसपछि एंगल भनेको चाहिँ कति भयो त 232 बाट यो 34 डिग्री 30 मिनेट ईस्ट घटायो 198 डिग्री आउँछ त्यसैले डिफ्लेक्सन एंगल भनेको 180 मा यदि घटायो भने माइनसमा आयो सो नेगेटिभ साइनले चाहिँ के देखाउँछ त लेफ्ट देखाउँछ यो नर्मली अब तपाईले सर्वेइङको पाटो हेर्नु भयो भने ठ्याक्कै बुझिन्छ है त क्रिटिकल हाइड्रोलिक ग्रेडियन्ट इन टर्म्स अफ स्पेसिफिक ग्राभिटी एन्ड भोइड रेशियो इज गिवन बाइ भनेर सोधेको थियो यसको एन्सर चाहिँ G-1/1 + E हुन्छ G-1/1 + E हो है त त्यसैगरी द प्राइमरी गोल अफ अकुपेसनल हेल्थ इज अबाउट भनेर सोधेको थियो यसको चाहिँ एन्सर बी हुन्छ यो चाहिँ
यो चाहिँ तपाईँको protecting co-workers, family members, employees, suppliers, nearby communities and other members of the public who are influenced by the workplace environment है। त्यसै गरी अब अर्को भनेको द वाटर कन्टेन्ट रेसियो अफ सोइल इज डिफाइन्ड द रेसियो अफ के हो त भन्दाखेरि वेट अफ वाटर टु द वेट अफ सोलिड इन अ गिभन एमाउन्ट अफ सोइलमा। अब अर्को भनेको तपाईँको क्वेसन के सोधिएको थियो भने द मेन अब्जेक्टिभ अफ द सेन्सिटिभिटी एनालाइसिस अफ प्रोजेक्ट के को लागि त भन्दा अनसर्टेनिटी चेक गर्नको लागि सेन्सिटिभिटी चेक गरिन्छ। त्यसै गरी मोडुलस अफ रिजिडिटी इज द भनेर अब यहाँ चाहिँ सोधिएको थियो अलिकति फरक तरिकाले, तर यही कुरा थियो मैले चाहिँ मेजर अफ सेयर स्ट्रेस डिफर्मेसन यो वाला अप्सन राखेर तपाईँहरूलाई चाहिँ अब सोधेको क्वेसनलाई अलिकति सम्झाइदिन मात्रै खोजेको। त्यसै गरी लाइट वेट कन्क्रिटको वर्केबिलिटी इन्हान्स गर्नलाई कुन एडमिक्सचर युज गरिन्छ भनेको थियो, यसको एन्सर चाहिँ सुपर कम्पोजिटर हुन्छ। त्यसै गरी द सिङ्किङ फन्ड भनेको के हो भन्दाखेरि द फन्ड फर रिमुभिङ स्ट्रक्चर हो इट्स इकोनोमिक लाइफ ओभर, यो चाहिँ स्टक गरेर राखिने हो जति बेला चाहिँ तपाईँको प्रोपर्टीको चाहिँ इकोनोमिक लाइफ ओभर हुन्छ त्यसपछि त्यसलाई रिमुभ गर्नको लागि होइन। अब यो ठ्याक्कै यही त थिएन, यसको अलिक फरक तरिकाले सोधिएको थियो तर कुरा यही थियो। त्यसै गरी अर्को भनेको पर्पज अफ प्रोभाइड ट्रान्जिसन कप किन प्रोभाइड गरिन्छ भन्दाखेरि टु प्रोभाइड अ ग्रेजुअल चेन्ज बिट्विन अ स्ट्रेट सेक्सन एन्ड सर्कुलर कर्व भनेर यो चाहिँ अप्सन सिमिलर थिएन, अलिकति फरक थियो तर यही कुराहरू थियो त्यहाँनिर है त। द ब्रेकिङ अप अफ कोइजन इन अ मास अफ कन्क्रिट इज कल्ड भनेर सोधिएको थियो, यो चाहिँ सेग्रिगेसन हुन्छ, अप्सन पनि यही नै थियो। डिग्री अफ सेचुरेसन इज डिफाइन्ड इज रेसियो अफ के हो त सेचुरेसनको डिग्री भनेको भोल्युम अफ वाटर टु द भोल्युम अफ भोइड, भोल्युम अफ वाटर कति छ टु द भोल्युम अफ भोइड कति थियो होइन। भोल्युम अफ वाटर टु द भोल्युम अफ भोइड भयो भने यसले चाहिँ के हुन्छ त डिग्री अफ सेचुरेसन दिन्छ। यो कुरा हामीले थाहा पाइराखौँ है त। यी कुराहरू सोधिएको थियो, जो सामान्य कुरा जसले डिटेलमा हेरेको छ उसले चाहिँ गर्न सक्ने खालको कुराहरू थियो। त्यसै गरी द मोस्ट सुइटेबल सोइल फर कम्प्रेस एयर टनलिङ इज के हो त भन्दा क्ले हो है। कम्प्रेस एयर टनलिङ इज बेस्ट सुइटेड फर सफ्ट र अनस्टेबल सोइलको लागि सच एज क्ले अर सफ्ट रक विथ वाटर। कम्प्रेस एयर टनलिङ गुड मेथड फर सफ्ट सोइल विथ लो बियरिङ क्यापासिटी कन्ट्री जस्तो क्ले है। त्यसै गरी म्याक्सिमम मार्क ग्रान्टेड बाई द सुपरभाइजर फर प्रमोसन, आन्तरिक उसको लागि चाहिँ सुपरभाइजरले कतिसम्म म्याक्सिमम मार्क्स ग्रान्ट गर्न सक्छ भन्दाखेरि 25% मार्क्स खुल्लामा, आन्तरिकमा 25% हुनु है। यो चाहिँ बढुवाको कुरामा हो, प्रमोसन भने चाहिँ बढुवाको कुराको लागि हो। करिब करिब मैले 73 वटा क्वेसन चाहिँ सम्झिन सकेको रहेछु। अब यसमा केही कुराहरू डिटेलमा पनि भनियो होला, केही कुरा नर्मली पनि भनियो होला होइन। यसमा चाहिँ तपाईँहरूले सेल्फ स्टडी गर्नु होला। कसैलाई यो पिडिएफ चाहिन्छ भने चाहिँ मेरो कमेन्ट बक्समा आफ्नो इमेल आइडी छोड्नु होला, मैले चाहिँ तपाईहरुलाई यो शेयर गरौँला है त। थ्यांक यू सो मच फर दिस listening this video।